नमस्कार। हामीहरू 2082-83 को बजेटको एनालाइसिस अथवा हामी सिक्ने र सिकाउने प्रक्रियामा छौं र आज हामीहरूले बजेटका उद्देश्य र प्राथमिकता माथि छलफल गर्नेछौं। बजेटका उद्देश्य देहाय बमोजिम छन्। कमा उच्च दिगो एवं फराकिलो आर्थिक वृद्धि हासिल गरी गरिबी निवारण गर्ने। फर्स्ट पोइन्टमा गरिबी निवारण गर्ने भनेर सम्झ्यौं र खमा चाहिँ उद्यमशीलता विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सिर्जना गर्ने। फर्स्टमा गरिबी निवारण गर्ने, सेकेन्डमा रोजगारी सिर्जना गर्ने र गमा चाहिँ आधुनिक प्रविधिको प्रयोग बढाउँदै आर्थिक दक्षता वृद्धि गर्ने। हैन, आधुनिक प्रविधिको प्रयोग बढाउँदै आर्थिक दक्षता वृद्धि गर्ने। फर्स्टमा गरिबी निवारण, सेकेन्डमा रोजगारी सिर्जना र थर्डमा चाहिँ नि आर्थिक दक्षता वृद्धि गर्ने र खमा चाहिँ सामाजिक संरक्षण एवं विकासका माध्यमबाट सामाजिक न्याय कायम गर्ने। सामाजिक संरक्षण एवं विकासका माध्यमबाट सामाजिक न्याय कायम गर्ने, यो चाहिँ फोर्थ पोइन्टमा भयो र पाँचवटा चाहिँ के छन्, यसका उद्देश्य छन्। गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्धन गर्ने। गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्धन गर्ने चाहिँ पाँचवटामा भयो। अब हामी जाउँ बजेटका प्राथमिकता देहाय बमोजिम छन्। उद्यमशीलता, रोजगारी, उत्पादन तथा उत्पादकत्व अभिवृद्धि। 2 खमा प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार। गमा सामाजिक क्षेत्रमा गुणात्मक सुधार। घमा सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता। ङमा नागरिक मैत्री सेवा, भ्रष्टाचार नियन्त्रण र शासकीय सुधार। यति गरेर 5वटा प्राथमिकता, 5वटा उद्देश्य, 5वटा प्राथमिकता। अब नेपालको संविधानको धारा 60 बमोजिम वित्तीय हस्तान्तरण सम्बन्धीको विवरण हामीहरू प्रस्तुत गर्ने क्रममा छौं। 30 नम्बर बुँदालाई हेरौं। वित्तीय समानीकरण अनुदानका लागि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा प्रदेशका लागि रु 60 अर्ब 66 करोड र स्थानीय तहका लागि रु 88 अर्ब 97 करोड हस्तान्तरण गर्ने व्यवस्था मिलाएको, यसमा चाहिँ मिलाएका छन्। यति चाहिँ हस्तान्तरण गर्ने व्यवस्था छ। 60-66 प्रदेश, 88-97 स्थानीय तह। अब यो वित्तीय समानीकरण भन्ने हो, त्यसैले 66-66 भन्ने छ, त्यहाँ समान छ। यसै गरी 88 लाई हेर्नुहोस्, 88 छ, त्यो पनि एउटा समान छ। यसरी हामीले लिङ्केज गर्न यहाँ सक्ने कुरा छ। त्यस्तै गरेर सशर्त अनुदान प्रदेशका लागि रु 30 अर्ब 35 करोड, सशर्त 30 अर्ब 35 करोड र स्थानीय तहको लागि रु 2 खर्ब 11 अर्ब 46 करोड गरी जम्मा रु 2 खर्ब 41 अर्ब 81 करोड विनियोजन गरेको छ। त्यस्तै गरेर बुँदा नम्बर 31 लाई हेरौँ। प्रदेश र स्थानीय तहलाई पूर्वाधार आयोजना कार्यान्वयनका लागि समपूरक अनुदान क्रमशः रु 3 अर्ब 28 करोड र रु 10 अर्ब 6 करोड विनियोजन गरेको देखियो। विशेष अनुदान प्रदेशका लागि रु 3 अर्ब 27 करोड र स्थानीय तहका लागि रु 9 अर्ब 78 करोड विनियोजन गरिएको छ। सशर्त, समपूरक र विशेष अनुदान कार्य सम्पादनका आधारमा हस्तान्तरण गर्ने परिपाटी छ। 32 मा जाउँ। प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँड रु 1 खर्ब 65 अर्ब हस्तान्तरण भएको छ। राजस्व बाँडफाँड र अनुदान गरी प्रदेश र स्थानीय तहमा आगामी आर्थिक वर्षमा रु 5 खर्ब 82 अर्ब 83 करोड हस्तान्तरण हुने अनुमान छ। अब त्यस्तै गरेर बजेटका क्षेत्रगत कार्यक्रम तथा विनियोजन प्रस्तुत को क्रममा कृषिमा आधुनिकीकरण, अर्थतन्त्रमा रूपान्तरण। कृषिमा आधुनिकीकरण, अर्थतन्त्रमा रूपान्तरण। कृषि क्षेत्रको व्यवसायीकरण
र यान्त्रिकीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने लक्ष्य छ। स्थानीय स्तरमा उत्पादित स्वस्थ र पोषणयुक्त खाद्य वस्तुको उपभोग प्रवर्धन गरिने कुरा छ। खाद्य सम्प्रभुता प्रत्याभूत गरिने कुरा रहेछ। कृषि क्षेत्रमा आश्रित अतिरिक्त श्रम शक्तिलाई उत्पादनशील क्षेत्रमा रूपान्तरण गरिने कुरा रहेछ। 34मा जाउँ। सामूहिक सहकारी र निजी फर्म मार्फत खेतीयोग्य भूमिको अधिकतम उपयोग गरिने कुरा छ। प्रमुख खाद्यान्न तरकारी फलफुल दूध र मासुजन्य उत्पादनमा आत्मनिर्भर हुने गरी ठोस कार्यक्रम सञ्चालन गरिने कुरा रहेछ। 35 राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत कृषि तथा पशुपालनतर्फका 21 सुपर जोन र 206 जोनमा सिँचाइ मलबिउ र प्रविधिका लागि पुँजीगत अनुदान तथा सहुलियत उपलब्ध गराउन रु 3 अर्ब 50 करोड विनियोजन गरिएको स्थिति छ। यस कार्यक्रम मार्फत 4850 हेक्टर जमिनमा उन्नत प्रविधिसहित 15 बाली वस्तुको क्षेत्र विस्तार गरिने कुरा छ। साना सिँचाइ पूर्वाधार विकास गरी थप 6000 हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराइने। प्रदेश तहबाट ब्लक र स्थानीय तहबाट पकेट क्षेत्रको कार्यक्रम सञ्चालन गर्न पुँजीगत अनुदानको व्यवस्था गरिने। 36मा जाउँ। हाल सञ्चालित जोन र सुपर जोनको दायरा विस्तार गरिने। निजी सामूहिक करार र सहकारी मार्फत सुपर जोन वा जोन सरहको क्षेत्रफलमा व्यावसायिक खेती र वा पशुपालन गरेमा सोही बराबरको अनुदान सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। यसमा 37मा जाउँ। 2 वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्री मधेसका 22 जिल्लामा चैते धान खेती प्रवर्धन कार्यक्रम सञ्चालन गरिने कुरा छ। यसबाट थप 12 लाख मेट्रिक टन धान उत्पादन हुने अपेक्षा सहित यो कार्यक्रम थालनी गर्ने कुरा छ। चैते धान खेतीका लागि सिँचाइ पूर्वाधार निर्माण गर्न रु 33 करोड विनियोजन गरिएको अवस्था छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका मध्य तथा उच्च पहाडी जिल्लाका 80 स्थानीय तहमा उच्च मूल्यका बाली वस्तुको खेती प्रवर्धन गरिने कुरा रहेछ। यसका लागि रु 83 करोड विनियोजन गरिएको छ। 39मा जाउँ। रासायनिक मलको आपूर्ति वृद्धि गरी 6 लाख मेट्रिक टन पुर्याउने कुरा छ। रासायनिक मलमा अनुदानका लागि रु 28 अर्ब 82 करोड विनियोजन गरिने कुरा रहेछ। लगानी बोर्ड मार्फत रासायनिक मल कारखाना स्थापना गर्न आवश्यक तयारी गरिने कुरा रहेछ। माटोको गुणस्तर कायम राखी उत्पादकत्व वृद्धि गर्न प्राङ्गारिक कृषि प्रवर्धन कार्यक्रमका लागि रु 40 करोड विनियोजन गरिएको अवस्था छ। पुष्पलाल मध्य पहाडी राजमार्ग र मदन भण्डारी राजमार्गको आपसका कृषियोग्य बाँचो जमिनमा उत्पादन प्रवर्धन गरिने कुरा रहेछ। यस अन्तर्गत नगदे बाली, पशुपालन, उच्च मूल्यका फलफुल, गैर काष्ठ वन पैदावार, घाँस तथा कृषि वन प्रणालीको विस्तार गर्ने रकम विनियोजन गरिएको कुरा छ। बाली लगाउने समयभन्दा 15 दिन अगावै धान, मकै, गहुँ, उखु, कफी लगायतका उत्पादनको समर्थन मूल्य तोकिने कुरा रहेछ। ती वस्तुको बजार अभाव भएको अवस्थामा खाद्य तथा व्यापार कम्पनी लिमिटेड मार्फत खरिद गर्ने व्यवस्था मिलाइने कुरा रहेछ। बाली लगाएपछि अग्रिम कृषि उपज खरिद सम्झौता गरिने कुरा रहेछ। खाद्यान्न, तरकारी, फलफुल, मासु र दुधजन्य पदार्थ बजारमा बिक्री गर्नु पूर्व अनिवार्य रूपमा गुणस्तर तथा विषादी परीक्षण गर्ने व्यवस्था मिलाइने कुरा रहेछ। थोक बजार केन्द्रमा द्रुत विषादी परीक्षण विधिबाट ताजा तरकारी तथा फलफुलमा विषादी अवशेष परीक्षण गरी खाद्य देखिएमा तत्काल नष्ट गर्ने व्यवस्था मिलाउने कुरा छ। विषादी परीक्षणका लागि थप जनशक्ति र उपकरणको व्यवस्था तथा मोबाइल टोली परिचालन गर्न आवश्यक बजेटको व्यवस्था गरिने कुरा रहेछ। माटोको उर्वरा शक्तिमा सुधार गरी उपयुक्त खेती प्रवर्धन गर्न घुम्ती टोली मार्फत माटो परीक्षण शिविर सञ्चालन गरिने कुरा रहेछ। स्थानीय तथा रैथाने बिउ बालीको जात दर्ता र खेती विस्तारका कार्यक्रम सञ्चालन गरिने कुरा रहेछ। अर्ग्यानिक फलफुल, तरकारी, मासु लगायत उच्च मूल्यका कृषि उपजको निर्यात वृद्धि गर्न प्लान्ट, खाद्य तथा पशु क्वारेन्टाइन र प्रयोगशालाको गुणस्तर सुधार गरी अन्तर्राष्ट्रिय मान्यता प्राप्त बनाइनेछ भन्ने कुरा रहेछ। यी कुराहरू अनि कृषि उपजको प्रयोगशाला परीक्षण र प्राङ्गारिक प्रमाणीकरण शुल्कमा सहुलियत प्रदान गरिने कुरा, खोरेत रोगमुक्त क्षेत्र घोषणाका लागि सिन्धुली र मकवानपुर जिल्लामा जेनिङ तथा
कम्पार्टमेन्टलाइजेसनका कार्यक्रम सञ्चालन गरिने कुरा छ। बाँदर, बँदेल, नीलगाई जस्ता जङ्गली जनावरबाट खेतीबाली हुने नोक्सानी कम गर्न नियन्त्रणका उपायहरू अवलम्बन गरिने कुराहरू यहाँ भयो। भूमि, कृषि सामग्री बीमा, खरिद सम्झौता र बजारको सुदृढ इकोसिस्टम विकास गरी युवालाई कृषिमा आकर्षित गरिने कुरा यहाँ चाहिन्छ। कृषि अनुसन्धानलाई प्रोत्साहन गर्ने कुरा देखियो। कृषि अनुसन्धानबाट प्राप्त बौद्धिक सम्पत्ति दर्ता गर्नुपर्ने व्यवस्था को पनि मिलाउने कुरा। मासु निर्यातको सम्भावनालाई प्रवर्धन गर्न ठुला फार्ममा पशुपालन र गुणस्तरीय मासु उत्पादनमा जोड दिने कुरा छ। नस्ल सुधारका कार्यक्रम मार्फत 8,50,000 कृत्रिम गर्भदान गराई पशुपालनको उत्पादकता वृद्धि गरिने कुरा छ। पशुपन्छीमा लाग्ने रोग तथा महामारी नियन्त्रणका लागि आगामी आर्थिक वर्षमा 5 करोड 50 लाख डोज खोप उत्पादन गरिने कुरा छ। यसका लागि रु 85 करोड विनियोजन गरिएको रहेछ। आगामी आर्थिक वर्षमा 4 करोड 28 लाख माछाका भुरा उत्पादन र 10 लाख फलफुलका बेर्ना वितरण गरिने कुरा यहाँ चाहिँ भन्यो। उच्च सम्भावना रहेका 20 स्थानीय तहमा कफी नर्सरी स्थापना गरी 10 लाख बिरुवा वितरण गरिने कुरा यहाँ चाहिँ रह्यो। राष्ट्रिय खाद्य सुरक्षा भण्डारण र सार्क खाद्य सुरक्षा बैङ्कमा आवश्यक परिमाणमा खाद्य भण्डारण गर्ने व्यवस्था मिलाउने कुरा छ। अनि मूल्य श्रृङ्खलाको लाभ उत्पादनको किसानले प्राप्त गर्ने गरी आपूर्ति प्रणाली र बजार सूचना प्रवाहलाई व्यवस्थित गरिने कुरा छ। निर्माणाधीन 9 ठूला कृषि बजारको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने कुरा रह्यो। रूपन्देही त्यो कुरा छ। अलैँची, चिया, कफी, अदुवा, बेसार, सुन्तला, अकबरे खुर्सानी, छुर्पी र दुग्ध पदार्थ लगायतको गुणस्तर मापदण्ड निर्धारण, प्रयोगशाला परीक्षण र ब्रान्डिङको व्यवस्था गरी निर्यात प्रवर्धन गर्ने कुरा यहाँ चाहिँ छ। कृषि तथा पशुपन्छी बिमा कार्यक्रममा साना तथा मझौला किसानको पहुँच विस्तार गरिने कुरा छ। बाली तथा पशु बिमाको प्रिमियममा दिइने अनुदानका लागि रु 2 अर्ब 30 करोड विनियोजन गरिएको कुरा यसले देखायो। बुँदा नम्बर 54मा मौसम पूर्वानुमान, कृषि उपजको मूल्य र कृषि सामग्रीको उपलब्धताका सम्बन्धमा किसानलाई नियमित सूचना उपलब्ध गराउन किसान एपको विकास र SMS सेवालाई व्यवस्थित गरिने कुरा छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लागि रु 57 अर्ब 48 करोड 5748 यहाँ हेर्नुहोस् है 4578 त्यस्तो देखियो 4578 करोड विनियोजन गरिएको छ। कृषि सम्झिनुभयो भने पहिला राइट ह्यान्ड साइडमा 4 लेख्नुहोस्, लेफ्टमा 5, फेरि लेफ्टमा 7 र राइट ह्यान्ड साइडमा 8 लेखेर पक्कै पनि कृषि भनेपछि अर्बमै बजेट विनियोजन हुने भएकोले खर्बमा यत्रो हुने कुरा भएन। अर्बमा विनियोजन, अर्बपछि फेरि करोड आउने भएकोले यसरी हामीहरूले यो डेटालाई सम्झिन सक्छौँ भन्दै आजको यस बजेट वक्तव्यबाट बिदा हुन चाहन्छु। धन्यवाद।